को कुरा उठिराखेको छ। कहिलेदेखि काम सुरु हुन्छ, के प्रक्रिया अगाडि बढाएको छ, बजेट पार्कको लागि र मैदानको लागि कति हो सर भन्ने? यहाँले वर्तमान जिज्ञासा चितवन जिल्लाको वर्तमान पानीको बारेमा सोध्नुभयो। यहाँलाई पक्कै थाहा छ गेस्ट हाउसहरू हाम्रो बोलीचालीको भाषामा गेस्ट हाउस र गेस्ट पारिपट्टि त्यसकै आडमा कम्पाउन्ड गरिएको जमिन तपाईँको रासा पत्रकारहरूको कार्यालयको पछाडि स्कुलको अगाडिको कम्पाउन्ड गरिएको 2 किलोमिटर जग्गा 3 या 5 कट्ठा करिब जग्गा जिल्ला समन्वयको अग्राधिकारमा रहेको जमिन आज मात्रै त्यो चिठी निर्णय गरेर चिठी महानगरपालिकामा प्राप्त भएको छ। हामीले त्यसलाई एउटा शहीद मैदान बनाउने शहीद मैदानको कुरा आएको छ। हामी मान्छौँ भनिँदैन, आज त्यसलाई सचाएर पनि पहिला त्यो कम्पाउन्ड आएको अघिल्लो 1 बिघा 4 कट्ठा जमिन चाहिँ भरतपुर समन्वय पार्क हामी समन्वयको मात्र बनाउने हिसाबले अहिलेको 82-83 को महानगरपालिकाले माग गरेका अनुसार त्यसको व्यवस्थापन गरौँ। महानगरपालिकाले मञ्च र शहीद मैदान र समन्वय पार्क एउटा महत्त्वपूर्ण मुटुमा रहेको भरतपुरको क्षेत्रलाई ज्येष्ठ नागरिक बालबालिका सबै आम जनतालाई एउटा पार्कको रूपमा विकास गरौँ भन्ने हिसाब र एउटा विभिन्न कार्यक्रमको लागि शहीद मञ्चको रूपले प्रयोग गर्ने हिसाबले पहिलो चाहिँ भरतपुर समन्वय पार्क भन्ने मागेर गरिसकेपछि अहिलेको 82-83 को चितवन जिल्लाको समन्वयको परिषदमा त्यो प्रस्ताव भरतपुर महानगरपालिकाले प्रस्तावना राख्यो। त्यो प्रस्तावना छलफल भइसकेपछि पहिलो चरणमा भरतपुर समन्वय पार्कलाई निर्णय गरेर भरतपुर महानगरपालिकालाई भोगचलन र त्यसको व्यवस्थापन र निर्माणको लागि बजेट सेटको व्यवस्थापन गर्ने निर्णय पहिलो चरण गर्नु। पछिल्लो चरण अहिले अलि चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशन पनि त्यहाँ आह्वान भयो र नेपाली काङ्ग्रेसका पार्टी सभापति गगन कुमार थापाले आएर त्यहाँ सम्बोधन गर्ने विशिष्ट अतिथिको सम्बोधन गर्दै गर्दा त्यो गेस्ट हाउसहरूको इतिहासको पृष्ठभूमि 2018 साल माघ 29 गते भएको घटनाको बारेमा धेरै छलफल भइसकेपछि हामी सबैले गेस्ट हाउस छ त्यो साधक फलो विभिन्न कार्यक्रम गरिरहने त्यसको अस्तव्यस्त रहेको हिसाबले गर्दै गर्दा समन्वयसँग जिल्ला समन्वय चितवनसँग त्यसको बजेट नभए हुनाले मैले फेरि पुनः प्रस्ताव भरतपुर महानगरपालिकामा निर्णय माग गर्ने भने कार्यपालिकामा पेश गरेर जिल्ला समन्वयमा मैले निवेदन पेश गरेँ र त्यही समन्वयको परिषदको रूपमा रहेको 1 बिघा 16 कट्ठा जमिन जग्गा जुन मञ्च अधुरो पनि छ त्यो जग्गालाई उपलब्ध गर्ने निर्णय उहाँले गरिसक्नु भएको थियो। त्यसको टेन्डरको प्रक्रियामा म 19औं नगरसभामा र कार्यपालिकाको बैठकमा त्यसको बजेट व्यवस्थापन गर्ने गरी नगरसभामा शहीद समन्वय पार्क र शहीद मैदान बनाउने कुराको निर्णय लगेको थियो। अहिलेको रातो किताबमा 1.5 करोड बजेट चाहिँ अहिले तपाईँले देख्नु भएको छ महानगरपालिकामा स्टकमा रहेको माटो जुन यो प्रशासन भवन बनाउँदै गर्दा यसको निकालिएको माटो हामी स्टकमा राख्यौँ। त्यो माटो एउटा राज्यकै क्षेत्रमा लिएर जानु भनेर अहिले दिनानुदिन तीव्र गतिमा माटो पुरानी पनि भइरहेको छ। त्यो हिसाबले हामीले मञ्चलाई रेनोभेट गर्ने कुरा, अगाडि एउटा आधुनिक झल्किने काठमाडौँ जस्तो गेट बनाउने, अगाडि कम्पाउन्ड लगाउने, दुईतिरको साइडमा ड्रेन लगाएर फुटपाथ पनि बनाउने र मञ्च र स्मार्ट शौचालयको व्यवस्थापन गर्ने कुरालाई इस्टिमेटको कुरामा अन्तिम चरणमा पुगेको छ। यो शहीद मैदानलाई अहिले मलाई जिल्ला समन्वयले लेखेको बेला कार्यभार नगर पुऱ्याउनु त्यसलाई शहीद मञ्च नभनौँ, त्यो शहीद मैदान भनौँ, म त्यही अनुसारले निर्णय तपाईँलाई पठाउँछु भनेपछि अस्ति 3-4 दिन उहाँले निर्णय गरेर जानुभएको थियो। हिजो अस्ति बिदा भएको कारणले आज जिल्ला समन्वय चितवनको अध्यक्षले त्यो चिठी तयार भयो। हामीले त्यसमा टेकेर टेन्डर गर्नुपर्ने, गोलगोबल गर्नुपर्ने, त्यसको बजेटको व्यवस्थापन गर्ने कुरा अधिकार पनि महानगरपालिकालाई चाहिने भयो हुनाले मैले बिहान आएर त्यो निर्णयर्थको चिठी र काम गर्ने अख्तियारको चिठी यहाँले उपलब्ध गराइदिनु भयो भने हामीलाई सहज हुन्छ भने चाहिँ आज लिएर आउनु भएको छ। हामी लगभग त्यसको डिपिआर डिजाइन र इस्टिमेट गर्ने कुरामा चरणबद्ध रूपले शहीद मञ्चलाई रेनोभेट गरेर त्यसको हिसाब
र त्यो फेरि अलिकति मुद्दा परेको भन्ने कुरा चाहिँ मैले त्यो पुरानो कन्ट्र्याक्टको समथिङकै दाल हुनुहुन्छ तपाईँले जिल्ला समन्वयसँग भर्खर महानगरपालिकाले अनुदान दिने कुरा र तपाईँले भुक्तान दिने पाटोलाई सहज बनाउनु भयो भने महानगरपालिका तपाईँको बजेटलाई दिन चाहेको छु तपाईँले मुद्दा लानुहोस् है भनेर मैले विनम्र अनुरोध महानगरपालिकाको तर्फबाट तत्कालीन कन्ट्र्याक्टरसँग पनि अधुरो रहेको कारण विभिन्न कारणले अधुरो भएको छ उहाँसँग मेरो समन्वय भइसकेको छ हामी त्यो पनि भएको छ त्यसलाई एउटा प्याकेजमा लानुभन्दा त्यो मञ्चलाई व्यवस्थित सुदृढीकरण गर्ने र निर्माण गर्ने र त्यसको साइडमा स्मार्ट शौचालय एउटा मैले हाम्रो प्राविधिक टिमलाई अहिले दुर्गका टिम खटिनु भएको छ त्यो चाहिँ एउटा प्याकेजमा निकाल्नु र दायाँ बायाँ ड्रेन त्यो पानी त माटो पुरिसकेपछि ड्रेन त एउटा दूरसञ्चार त्यो सडकतिर एकतिर झार्नु पर्ने एउटा जिल्ला प्रहरी कार्यालयतिर झार्नु पर्ने हुनाले दुईतिर साइडबाट ड्रेन बनाउने पानी पर्दै गर्दा त्यो पानीलाई व्यवस्थापन गर्न र फुटरेट सहित बनाएर एक लाइन वृक्षारोपण गरेर अगाडि गेट लगाएर रोपण गर्ने हिसाबले त्यो दुई चरणमा माटो पुरानी हामीले व्यवस्थित गर्ने महानगरपालिकाको इक्विपमेन्ट महानगरपालिकाको मेटेरियल माटो स्टक र महानगरपालिकाकै कर्मचारीबाट आफ्नै टिपर साधनहरूका जेसिबी ट्यागहरूलाई प्रयोग गरेर किन त्यसलाई खर्च बढाउने त्यहीलाई व्यवस्थापन गर्ने भनेर महानगरपालिकाले माटो पुरानी गरिरहेको छ सायद माटो पुरानी त्यो चाहिँ महानगरपालिकाको तर्फबाट हुन्छ अरू कन्ट्र्याक्टमा जाने कुरालाई मैले आज पनि सिडीसँग यो चाँडै गरिदिनु पऱ्यो बेलामा गएर सुरुवात गर्नु पऱ्यो भनेर त्यो प्याकेजमा हामीले अब चाँडै त्यसको लागि डेढ करोड छ अलिकति पैसा पुगेन भने थप गर्नु पऱ्यो भने हामी फेरि मक्सिरतिर त्यसको व्यवस्थापन गर्ने कुरा र अर्को छ भने त्यो समन्वय पार्कलाई चाहिँ त्यसको डिजाइन तयार भएको छ त्यसको फाइनल गरेर अझ विज्ञ टोली कन्सल्टेन्ट लिएर आएर गर्नुपर्छ कि भनेदेखि के गर्ने हो भदौ महिनाभित्र तपाईँहरूले मलाई इस्टिमेट तयार गरेर सूचना बोलको अवलम्बन लानुपर्छ भनेको छु त्यो चाहिँ 1 करोड बजेट छ नपुगे बजेट फेरि पछि पनि थप गरेर त्यसको विकास गर्ने हिसाबले त्यो दुईवटा महत्त्वपूर्ण ठाउँ त्यसलाई अलिक व्यवस्थित गरेर सबै आम जनतालाई नागरिकलाई त्यसको सेवा प्रदान गर्ने कुरालाई एउटा आकर्षण एउटा वातावरण दृष्टिकोणले एउटा स्वास्थ्यको दृष्टिकोणले एउटा पार्कको रूपले विकास गर्ने एउटा भारतभूमिमा पनि एउटा मैदान सहित मैदान बन्ने निर्माण कार्य भोलि आउने पिँढीलाई पनि एउटा महत्त्वपूर्ण अहिलेको वर्तमान अवस्थामा 21 दिनको सूचना निकाल्नु पर्ने हुन्छ त्यो सूचना निकालिसकेपछि कसैलाई कुन कन्ट्र्याक्टरमा पर्छ उसँग त्यो छलफल गरेर त्यो रूपले अगाडि लिएर जाने मेरो चाहिँ विचार भन्यो भने माघ 16 गते शहीद दिवस जुन शहीद मैदानको बारेमा त्यो बेलासम्म हामीले माटो पुरानी गरिसकेपछि त्यसको मञ्चलाई व्यवस्थित गरिसकेपछि एउटा 83 सालको माघ 16 गते शहीद दिवसको अवसर पारेर त्यो शहीद मैदानलाई उद्घाटन गर्नुपर्छ होला भन्ने चाहिँ सोच छ र भर्खर महानगरपालिकाले यहाँलाई थाहा छ बालमैत्री महानगरपालिका घोषणा कार्यक्रम हुन्छ त्यो दुईवटा कार्यक्रम एकै दिनमा त्यसले आर्थिक व्यवस्था पनि गर्नुपर्ने अन्य कुरालाई सहज हुँदा उपयुक्त दिन भर्खर महानगरपालिकाले बालमैत्री महानगरपालिका घोषणा पनि गरे त्यो शहीद मञ्चको निर्माण कार्यलाई पनि समुद्घाटन गर्ने सो अवसर गर्नुपर्छ भन्ने मैले महानगरपालिकाका प्रमुख प्रशासक लगायतका प्राविधिक टिमहरूको सन्देश उहाँहरूलाई मैले अनुरोध आग्रह गरिरहेको छु सायद त्यो बेलासम्म गरिदिनुहुन्छ होला भन्ने अपेक्षा र कन्ट्र्याक्ट पनि अब त्यो कसलाई परिसकेपछि तपाईँले एउटा तयारी गर्नुपर्ने कुरा छ अब तपाईँले चोक सुधारको कुराहरू पनि हाम्रो अगाडि इस्टिमेट गर्छ भदौ महिनामा सिङ्गो महानगरपालिकाका पूर्वाधारका काम चाहिँ महत्त्वपूर्ण कामहरू चाहिँ तपाईँहरू भदौ महिनामा हाम्रो टिम बनेको छ प्राविधिक टिम कसैले भवनतिरको टिम जिम्मा लिनुभएको छ कसैले सडकतिरको लिनुभएको छ कसैले अन्य क्षेत्रको हिसाबले यस्ता महत्त्वपूर्ण गौरवका आयोजनाहरूलाई पृथक बाँडेर अब महिला स्कुलसँगै अहिले हामी खर्च पनि बनाउँदैछौँ 1 करोड खर्चलाई व्यवस्थित छ एउटा सिस्टम अथवा बाइपासको महत्त्वपूर्ण क्षेत्रमा जनता र नागरिक सेवा लिने ठाउँमा जुन प्रतीक्षाको रूपले यहाँको पहिचान झल्किने गरी एउटा काठका फल्चा र टायल ढुङ्गा यो नेपालमा उत्पादन भएको ढुङ्गाले छाउने गरी एउटा डिजाइन र कलात्मक रूपले त्यो पनि अब 1 हप्ताभित्र हामी सूचना निकाल्छु भनेर भन्नुभएको छ हाम्रो प्राविधिकले भनेपछि आज 8 गते हो 15 गते फल्चा लगाएर काम गरेर यसलाई पनि चाँडै सक्ने कुरा छ छिटै हाम्रो पालामा त्यसको जिम्मेवारी पुरा गरिसकेपछि जनता नागरिकले थाहा पाउनुहुन्छ